नमस्ते सबैजनालाई। हिजो मैले चाहिँ एउटा भिडियो बनाएको थिएँ असारसँग सम्बन्धित, असारको मिठो सम्झना भनेर। त्यसमा चाहिँ केही साथीहरूले फोन गरेर मेसेजमा एउटा राम्रो कुरा राख्नु भएको थियो। तैँले असारको भिडियो चाहिँ बनाइस्, तर असारे भाका हालेको भए अझ राम्रो सुनिन्थ्यो, अझ त्यो उत्कृष्ट खालको सुनिन्थ्यो भनेर भन्नुभएको थियो। त्यो भिडियो ढिलो अपलोड हुनुको कारण पनि खासमा त्यही थियो। असारे गीतहरू, असारे भाकाहरू जुन हाम्रो गाउँठाउँमा गाउने गरिन्छ, त्यो भाकाहरूलाई चाहिँ मैले आफ्नो भिडियोमा राखेको थिएँ। कपिराइट क्लेम आइदियो। त्यसको कारणले चाहिँ भिडियोको साउन्डै म्युट भइदिने, अनि कुनै ठाउँमा आवाज आउने, कुनै ठाउँमा नआउने, त्यस्तो समस्याहरू धेरै नै देखा पर्यो हैन। मैले 10-12 वटा जति गीतहरूमा कोसिस गरेर हेरेँ, सबैमा कपिराइट क्लेम आएर म्युट भइदिने त्यस्तै खालको समस्याहरू आइपरेकोले पछि गएर आफैले बाँसुरी अलिकति जानी नजानी जथाभावी बजाएर अपलोड गरेको हो। मलाई पनि आफ्नो नेपाली त्यो मौलिक भाकाहरू चाहिँ राखेर भिडियो अपलोड गर्ने मन थियो, गरेको पनि। तर कपिराइटले गर्दाखेरि चाहिँ साउन्ड म्युट भइदिने विभिन्न किसिमका समस्याहरू आइदिएर चाहिँ त्यस्तो भयो। ठुल्ठुलो इन्फ्लुएन्सरहरूले चाहिँ नेपाली म्युजिक आफ्नो ब्याकग्राउन्डमा युज नगर्नुको कारण यस्तै हो कि जस्तो लाग्छ कि। अब नेपाली म्युजिकलाई नै अलिकति प्राथमिकता दिएर आफ्नो भिडियोहरूमा राख्यो, कपिराइट क्लेम आइदिन्छ, जसको कारणले अब एउटा कन्टेन्ट क्रिएसनमा त असर पुग्ने नै भयो हैन। अनि त्यसमाथि अब साउन्डै म्युट हुने जस्तो खालको समस्या आइदियो भने त झन् झ्याउ हुन्छ नि त। उहाँहरूको सोच सायद त्यही भएर हिन्दी, इङ्ग्लिस गीतको त्यो म्युजिकहरूमा बढी पुग्यो कि यो चाहिँ अब नेपाली म्युजिक इन्डस्ट्री जसले कपिराइट दिनुहुन्छ उहाँहरूले एकचोटि विचार पुर्याउने हो कि भन्ने चाहिँ मेरो अनुरोध हो हैन। अब अरू सबै बाँकी तपाईँको इच्छा। तर इन्फ्लुएन्सरहरूले चाहिँ आफ्नो नेपालकै आफ्नो मौलिक म्युजिकहरू प्रयोग गरेर तपाईँहरूको पनि अलिकति प्रमोसन गरिदिए जस्तो हुन्छ। त्यो कुराहरूलाई पनि विचार राख्नुपर्छ। यो भिडियो चाहिँ सबैलाई सेयर गरिदिनुहोस् है। हस्, धन्यवाद।